नमस्कार साथीहरू, आज म एउटा यस्तो कथा भन्न गइरहेको छु जुन एक आमाको आँसु, एक बुबाको मौनता र दुई युवाको भुल। पुरानो कच्ची घर थियो, टिनको छानो, झ्यालबाट छिर्ने मधुरो घाम। त्यही घाम मुनि बसेकी थिइन् आमा माया। हातमा एउटा पुरानो मर्किएको फोटो जहाँ दुई साना बच्चा राजु र कुसुम निष्पट मुस्कान सहित उभिरहेका थिए। आमाको आँखाबाट आँसु बगिरहेकै थियो। मनले बारम्बार सोधिरहे, के म असल आमा बन्न असफल भए? बुबा हरिप्रसाद आँगनको एक कुनामा चुपचाप बसेका थिए। बोल्दैनथे, रुन पनि सक्दैनथे। पुरुषका आँसु शब्द नबनाई छातीमै थिचिन्छन्। बुढी आमाको छोरो राजु सानैदेखि नै तेज थियो। कुसुम अलि लजालु तर धेरै संवेदनशील। स्कुल जाँदा आमाले भन्थिन्, दुवैजना राम्रो मान्छे भन्नुपर्छ। छोराछोरी भन्थे, आमा हामी तपाईँको नाम उज्यालो बनाउने छौँ। ते दिन ती शब्द मात्र थिएनन्, आमा बुबाको जीवनको आश थिए। 16 वर्ष पुग्दा राजु सहर गयो। 1 वर्षपछि कुसुम पनि गइन्। सहर गएको सुरुका 2-3 दिनमा हप्ताको एक पटक फोन आउँथ्यो। आमा म सुरक्षित छु, बुबा म मेहनत गरिरहेकै छु। तर समयसँगै फोन कम हुन थाल्यो, खबर हराउन थाल्यो, घरमा चुपचाप डर पस्न थाल्यो। सहर गएर राजुले नयाँ साथीहरू बनाए, खोजिए, जोडिए। साथीहरू राम्रा थिएनन्। पढाइभन्दा पार्टी, कलेजभन्दा क्लब, भविष्यभन्दा आजकमा रमाउने। बुवाआमाले पठाएको पैसा सकिन थाल्यो। आमा बुवालाई माग्न लाज लाग्यो। एक दिन साथीले भन्यो, एकपटक सामान बोक्यो भने जिन्दगी सेट हुन्छ। साथीहरूले यस्तो भन्दा राजुले बुझेन, त्यो सामान लागु औषध थियो। राजु त्यो काम गर्न पहिलो पटक डरायो, दोस्रो पटक भानी पर्यो, तेस्रो पटक त ऊ आफै बिग्रेको मान्छे बनिसकेको थियो। राजु अब छोरा मात्र थिएन, ऊ एक अपराधी बन्छु भन्ने सोच थालिसकेको थियो। कुसुम सहरमा पढ्दै गर्दा एक केटासँग भेट भयो। ऊ धेरै मिठो बोल्थ्यो, भविष्यका मिठा सपना देखाउँथ्यो। म तिमीलाई रानी बनाउँछु, विदेशमा लैजान्छु, तिमीलाई कुनै पनि दुःख हुन दिदिन। कुसुमले उनलाई भगवान सरह मानिन्। उनकै निम्ति सबै तोडिन्, घरको विश्वास, आफ्नो आत्मसम्मान सबै। एक दिन त्यो केटा हरायो। अर्कै केटीसँगको इन्गेजमेन्टको फोटो आयो। कुसुमको संसार भत्कियो। उनी डिप्रेसनमा पुगिन्। गलत निर्णय, गलत बाटो। गाउँमा हल्ला फैलियो, राजु त लागु औषधको धन्दामा छ रे, कुसुम त बिग्रिसकेकी रहेछ रे। आमाको कानमा ती शब्द बाँच्नै नसकिने काँडा जस्तै घुस्थे। उनी भन्थिन्, मेरो छोरा यस्तो हुन सक्दैन, मेरी छोरी त्यस्तो होइन। तर समाज निर्दय हुन्छ, उसलाई प्रमाण चाहिँदैन, शङ्कामा मात्रै काफी हुन्छ। एक रात गाउँमा प्रहरी आइपुग्यो। गाडी रोकियो। सबै झ्यालखानाबाट हेर्न थालिए। तपाईँको छोरा राजु लागु औषध मुद्दामा पक्राउ परेको छ। आमा बेहोस, बुबा चुप। त्यही हप्ता अर्को खबर आयो, कुसुम अस्पतालमा छिन्, आत्महत्याको प्रयास। एकैपटक एक छोरा जेलमा, एक छोरी अस्पतालमा। यो कथा तपाईँलाई कस्तो लाग्यो? यो कथाको पार्ट 2 अझै म अपलोड गर्नेछु। यदि तपाईँलाई यस्तै भावनात्मक कथाहरू अति मनपर्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। धन्यवाद।